नमस्कार, सबैजना सन्चै हुनुहुन्छ होला। आज हामी चन्द्र शमशेरको बारेमा पढ्न गइरहेको छौँ। एकदमै स्मार्ट, सर्ट एन्ड स्विटमा है त तपाईँलाई सम्झिने टिप्स सहित। चन्द्र शमशेर, चन्द्र नाम गरेका कुराहरू जति पनि जोडिन्छन् चन्द्र शमशेरसँग जोडिन्छन् है। उनले चाहिँ भनेको 1900 हेर्नु ल, उहाँले कहिले शासन गर्नुभयो भन्ने कुरा म तपाईँलाई सर्टकटमा देखाउनेछु। 5886 5886 यहाँनिर हेर्नु 8 र 8 है, सम्झिनु है त। 5886 मा उनले शासन गरेको थिए यतिसम्म। र घरको बाघ वनको स्याल, घरको बाघ वनको स्याल हुन् चन्द्रे, फटाक भनेर सम्झिनु होला उहाँलाई चाहिँ है। फेरि फिस्टे महाराज, चन्द्रे कस्तो थियो? फिस्टे थियो। घरको बाघ वनको चाहिँ स्याल थियो। पहिलोपटक विश्वयुद्ध हुँदाखेरि चन्द्रे खतरनाक मान्छे हो। चन्द्र शमशेरले पहिलोपटक विश्वयुद्ध हुँदाखेरि चाहिँ प्रधानमन्त्री भएका थिए। बजङ्गी राजा तपाईँलाई थाहा छ? जयपृथ्वी बहादुर सिंहका चाहिँ ऊ के हुन् थाहा छ? ससुरा हुन्। को हुनु? ससुरा हुन्। त्यसै गरी फर्स्टचोटि प्राइम मिनिस्टर पनि भएका हुन्। आई मिन पास गर्ने, एसएलसी पास गर्ने पहिलो प्रधानमन्त्री पनि। त्यसै गरी हेर्नु त, सर्वप्रथम बिजुली उत्पादन गर्ने पनि प्रधानमन्त्री चन्द्रबहादुर जबरा हुन्, चन्द्र शमशेर जबरा हुन्। फर्पिङको जलविद्युत आयोजना स्थापना गरेका थिए। राडालाई एबिसी क्लासमा डिभाइड गरेका थिए। त्यसपछि नेपालको म्याप निर्माण गरेका थिए। टोपीमा ब्याज लगाउने चलनको सुरुवात गरेका थिए। वैशाख फर्स्टलाई चाहिँ न्यु इयरको रूपमा मानेका थिए भने विक्रम सम्वतमा भएको तिथिलाई गतेमा कन्भर्ट गरेका थिए। म यसलाई फेरि तपाईँलाई देखाउँछु, फेरि तपाईँलाई भन्छु है त। घरको बाघ वनको स्याल, फिस्टे महाराज। चन्द्र भन्ने मान्छे कस्तो छ? घरको बाघ हो, वनको चाहिँ स्याल हो र फिस्टे खालको छ, फिस्टे महाराज हो। तर पहिलोपटक वर्ल्ड वार हुँदाको प्रधानमन्त्री पनि हो, खतरनाक मान्छे हो। पहिलोपटक नै एसएलसी पास गर्ने प्रधानमन्त्री पनि हो। बजङ्गी राजा जयपृथ्वी बहादुर सिंहका ससुरा बाजे हुन्। सर्वप्रथम बिजुली उत्पादन गर्ने मुन्छे पनि हो फर्पिङको, फर्पिङ जलविद्युतको। राडाहरूलाई ए राडा, बी राडा, सी राडाका नाम उसमा चाहिँ क्लासमा डिभाइड हानिदिने चिल पाराको मान्छे पनि हुनुहुने। टोपीमा ब्याज लगाउने चलन पनि उसैले सुरुवात गरेका हुन्। वैशाख फर्स्टलाई न्यु इयरमा सुरुवात गर्ने पनि उनी हुन्। वैशाख फर्स्टलाई न्यु इयरमा सुरुवात गर्ने पनि उनी हुन् भने विक्रम सम्वतलाई तिथिमा लाने पनि उनी हुन्। विक्रम सम्वत तिथिमा लाग्यो, 61 मा लाग्यो। त्यसै गरी भने 61 पछाडि 65 चन्द्र नहर, सबैभन्दा पुरानो चन्द्र नहर, चन्द्रले बनाएकोले चन्द्र नहर, उसको स्थापना गरे। 61 मा तिथिलाई गतेमा, 65 मा चन्द्र नहरको स्थापना। त्यसै गरी 68 मा 3टा घटना घटे। जनगणनाको सुरुवात, अमली प्रथाको अन्त्य र फर्पिङ जलविद्युत केन्द्रको। मकै पर्व हुँदाखेरि उनी थिए प्रधानमन्त्री। चन्द्रले के गरे? मकै चोर्यो भनेर सम्झिनु। त्यसै गरी भने गैन्द्र शमशेर काण्ड हुँदाको प्रधानमन्त्री पनि हुन्। गोर्खा ल्याङ्ग्वेज प्रकाशन समिति 1969 का त्यति बेला चाहिँ उसले स्थापना गरे। 68 मा 3टा घटना घटे, 61 मा यो घट्यो, 69 मा के घट्यो? गोर्खा ल्याङ्ग्वेज, 70 मा के घट्यो? उपत्यकामा टेलिफोनको सुरुवात गरे। 70 पछि 77 मा सती प्रथाको अन्त्य गरे। त्यसको 4 वर्ष पछाडि 81 मा दास प्रथाको अन्त्य भयो र श्री 5 हिज मेजेस्टी चाहिँ 80 मा लेखेको। यहाँ हेर्नुहोस् है, 61, 65, 68, 69, 70, 77, 80, 81 र अन्त्यमा मिलिट्री अस्पताल र सिंहदरबारको पनि निर्माण गरेका हुन्। भिडियो कस्तो लाग्यो भन्नु होला।